More than अलि चिचाएर भन्ने रे मलाई कहिले पनि आमाको महसुसको कमी नदेऊ है दिदी हजुरसँगै बसेर जन्मदिन मनाउने मन थियो तर के गर्ने सबैले म तिमीलाई सानो सरप्राइज पठाएको छु खुसी भएर लिनु है दिदी बहिनी साइप्रस र दुबईबाट लक्ष्मी र मुना ह्याप्पी बर्थडे मैले लिगेको अस्ति यहाँ लाग्छ म नानी लतिले जानु लायो सरप्राइज जस्तो भयो जानेको मेरो त भन्दा सो गाइस आज चाहिँ मेरो मम्मीको बर्थडे जुन चाहिँ सरप्राइज आएको थियो उहाँको बहिनीहरूबाट केक यहाँ छ अब छोरीहरूको त स्ट्रगल फेसमै छ सो गाइस मेरो मम्मीको चाहिँ बर्थडे अनि सरप्राइज आएको थियो उहाँको बहिनीहरूबाट मेरो छ्यामाहरूबाट अनि मम्मी चाहिँ बिचमा अलिक इमोसनल पनि हुनुहुन्छ अनि सो या अहिले चाहिँ केक कटिङको पनि देखाउने छु सो त्यसको लागि स्टे ट्युन अनि सो मम्मीको सुनौँ है त रुनु भयो उता हुनुहुन्छ बहिनीहरू मेरो यहाँ भ्लग बनाइरहेको छ हेलो भनिदिनु न सबैले दिदीका लागि जन्मदिनको शुभकामना आज मेरो प्यारी दिदीको जन्मदिन दिदी तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ दिदी तिमी सधैँ खुसी र निरोगी भन्नु है तिमी कहिल्यै म एक्लै छु मलाई दुःख परेको छ भनेर कहिल्यै नसोच्नु है तिम्रो म बहिनी होइन म तिम्रो भाइ हो दिदी अनि तिम्रो हरेक दुःखमा साथ दिने भाइ हो दिदी कहिल्यै पनि मलाई टाढा नबनाउनु है मेरो आमा पछिको आमा हो तिमी दिदी मलाई कहिल्यै पनि आमाको महसुसको कमी हुन नदिनु है दिदी हजुरसँगै बसेर जन्मदिन मनाउने मन थियो तर के गर्ने म
गाइस अब डेकोरेसनतर्फ लागौँ मसित पैसा सो मसित पैसा चाहिँ अलिकति मात्रै छ अलिकति मात्रै छ सो तुलसा डेकोरेसनमा के गर्ने हो यो राख्दा अब भयो यस मसित पैसा छ तर त्यति धेरै छैन गाइज मसित एक्सपेक्ट नगर्नुहोस् किनभने म किन गरिखेर जब भन्दै मैले केही जब गरेको छैन केही गरेन म घरमा बेरोजगारी आसिकेर बसेको मान्छे मसित पैसा कहाँबाट हुन्छ र त्यही पनि मैले अलिकति खाजा दिने पैसाहरू सेभिङ गर्छु किनकि म जङ्क फुड अलिक कन्ट्रोल भन्दा अलिकति गर्छु सेभिङ चाहिँ सो गाइज मेरो जुगाडो बहिनीसित के छ हेर मै सो गाइज अब डेकोरेसन गर्न पर्यो अब केक पनि काट्न त पर्यो त्यसको लागि डेकोरेसन चाहियो अब मेरो बहिनीले के गर्छ हेरौँ है रुकिनु चाहिँ खोल त खोल्छु ल्यासको खजाना खजाना मिस्टर हेलो हेलो पहिला भन्नु मेरो यसले हुन्छ यार हुन्छ त्यत्रो धेरै युज गर्ने छैन हामीले डिसाइड गऱ्यौँ के गर्ने भनेर 10 बेला किन्छौँ त्यसपछि के गर्छ हामीलाई थाहा छैन जाँदैछ धेरै नपाएकै हामी यहाँ जान्छौँ के अरे हेरौँ अब सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ बेलुन चाहिएको थियो ठुल्ठुलोवाला त्यो यो चाहिँ हाम्रो बुवाको दोकान तपाईँहरू आउन सक्नुहुन्छ रेटो पर्पल गराम के एउटा कलर गुडी लगाए गाइस यो केटी पैसा माझ्नमा सिपालु हातमा पैसै टिक्दैन कहिले भन्न सक्छस् त सो गाइस हामी चाहिँ यति हिँड्यौँ त ज्यान हेलो ज्यान त्यही नै हो हामी यहाँ बसेर हेर्छौँ भित्र जाँदैनौँ सो गाइस म चाहिँ बेलुन पुग्न लागेको अब किनभने मसित दासिनमा इन्सिडेन्ट भएको छ जुन चाहिँ भएको छ अब भनौँ न आयो कस्तो अहिले ल ल ल मैले डोलेको यत्रो यस्तो साइज मैले यत्रो चाहिएको थियो फुट्यो म के गर्ने बाँध्ने गाई कसम गाइस म तपाईहरुको अगाडि फुलेको यहाँ हावाको हसिङले यहाँ हावाको म त माग्न जान्छु मलाई माग्न सर्न लाउँछ त भन्नु तर यो नमागिकिन म सबै पुग्छु रुकिनु म सबै पुग्छु फेरि यो भिडियो प्रुफ हुन्छ दुईटा चुना लायो
गाइस म चाहिँ माग्न जान्छु अब 2टा चुना त लाइबे गाइस म चाहिँ साहस हिम्मत जुटाएर यो माग्न हिँडिरहेको छु तर मलाई क्यामेरा लिएर जान अलि डर त लागेको छ है सो या डर त लागेको छ भन्न अप्ठ्यारो त लागेको छ त्यही पनि म अब भन्छु के गर्छु मलाई थाहा छैन आइबन नेता बुवा यहाँ आवाज गएको बुढो आवाज गएको बुढो हैन यहाँ बोल्छ के दुकान सो गाइस परेको खण्डमा माग्न चाहिँ सक्नु पर्दो रहेछ तर मैले मागेँ हाहा मलाई 10 खाले दिनुभयो मैले पिन्ती गरेर मागेको मलाई यो छ भने थाहा भयो भए म यो किन्थेँ नि म यो सिरियसली म यो किन्थेँ ठुक्क मेरो दिमाग अब मसित पैसा छैन गाइस मसित मैले खानेकुरो खाएर भ्याएँ बर्थडे मम्मीको तर खाने चाहिँ मैले हो सो गाइस आफ्नो टाउकोभन्दा ठुलो बेलुन फुकाएर खुसी हुन्छु तर यो खुसी मेरो टिक्दैन किनभने अहिलेपछि मेरो यो बेलुन फुट्छ सो या यो खुसी चाहिँ टिक्दैन किनभने यस्तै गरी मैले 6-7वटा बेलुन फुटालेको हुन्छु अहिले चाहिँ म यहाँ बेलुनमा उस गर्दैछु कलर चुज गर्दैछु कुन फुकौँ भनेर ब्लू फुक्छु सो अनि फुटालेको हुन्छु अनि पछि मैले आफ्नो बाबालाई बेलुन मगाएको हुन्छु सो गाइज डेकोरेसन चाहिँ मैले यतिको गरेको छु म र बहिनी मिलेर यतिको गरेको छु सो यहाँ यति नै हो यता अङ्कल मेरो भ्लगमा आयो भन्नु यता बाबाले भन्ने होइन
कति मेरो एकपालि फेरि